आज चाहिँ हाम्रो अङ्कलकोमा पूजा थियो अनि लाग्दिए म पनि बाटोमा चाहिँ तार झुन्डिरहेको रहेछ धन्नै अल्झेर मरेको। सो अहिले चाहिँ हामी आइसक्यौँ अनि काम सघाउन थाल्यौँ। मेरो भागमा चाहिँ साङ बनाउने काम थियो अनि मैले साङ बनाएँ। यता चाहिँ दामी बबाल खालको सेल पाकिरहेको रहेछ तर अहिले खानु मिल्दैन किनभने पूजा स्टार्टै भएको छैन। आज भर्खरै न्यू एन्ड फ्रेस सपिङ बोर्ड ल्याउनु भएको रहेछ। मैले पनि ओपनिङ गरिदिइहालेँ चट 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 खुर्सानी काटेर। अनि तिमीले चाहिँ एकदम दामी बबाल खालको अचार बनाउँछौ बनाउ न त भन्नुभयो। मैले पनि काकातीलाई मजाले निचरेर स्टार्ट गरिहालेँ। माथिबाट स्वाट पारेर टक्क पाराले खुर्सानी र प्याज पनि हालिदिइहालेँ। कालो तिल हुनुपर्छ सेतो तेल रहेछ त्यसलाई पनि गुवामा पारेर हालिदिइहालेँ। त्यस पछाडि तेललाई पनि स्वाई घुमाएर हालिदिइहालेँ। नुनलाई पनि शट पिङ खेलाएर हालिदिइहालेँ। अन्तिममा पालो आयो धनियाँको। धनियाँलाई पनि रिङ्गटा चल्ने गरी घुमाएर हालिदिइहालेँ। त्यस पछाडि मजाले चलाउन थालेँ। अचार इज रेडी। तो अहिले चाहिँ एकदम दामी तरिकाले यहाँ पापर पाकिरहेको रहेछ। मैले चाहिँ यसलाई खानुपर्ने हुन्छ। पटक्क भाँचेर क्वाप्पा खाइदिएको त भइहाल्यो। अब चाहिँ सेलरोटी पनि खाने बेला भइसकेको छ अनि क्वाप्पा लाएर खाइदिएको एकदम दामी दामी मिठो थियो। अनि यता चाहिँ टक्क लाएर साङ बलिरहेको छ भने यता चाहिँ मजाले बत्तीहरू बनिरहेको छ। मैले चाहिँ त्यो साङलाई स्वाई घुमाएर कोठामा पुग्नु पर्ने हुन्छ। अनि यता चाहिँ बन्दैछ हाम्रो लुङदर यानि कि झन्डा। डन्डा चाहिँ अलिक कलिलो बाँसको परेको छ त्यही पनि ठिकै छ। झन्डा चाहिँ रेडी भइहाल्यो अनि दामी पनि देखिहाल्यो। अनि यता चाहिँ हाम्रो लामा मेले गर्नु हुँदैछ टक्क लाएर चट्टा पारामा। यता चाहिँ हाम्रो लालको एकदम दामी देखिरहेको छ। फाइनली हामी चाहिँ पूजाको अन्तिम आइपुग्यौँ अनि बत्ती बाल्नु पर्ने भयो। रुमभित्र बसेको त भगवानले एकदम सँगले शक्ति दिइराख्नु भएको रहेछ।